हामी चाहिँ यति बेला ती रङ्गशालामा छौँ। तीव्र गतिमा रङ्गशालाको काम भइरहेको छ। नेपाली हामी सबैको लागि खुसीको कुरा हो र अहिले काम भट्टाभट भइरहेको छ। काम यतिसम्म भइरहेको रहेछ। मैले तपाईँहरूलाई भिडियो मार्फत देखाइरहेको छु र यो सायद लाग्छ मलाई अहिले राति पनि काम हुन्छ यो, किनभने अहिलेसम्म साँझ परिसकेको छ। काम गरिराख्नु भएको छ, तपाईँले देखिराख्नु भएको छ। अब यो तीव्र गतिमा चाइनिज स्टाइलमा काम भइरहेको छ यस रङ्गशालाको चाहिँ। तपाईँले भिडियो मार्फत देख्न सक्नुहुनेछ। पुरै त मैले यताको निकाल्न सकिनँ, तर साइडको पारिपट्टिबाट मैले देखाइरहेको छु।